ओइ यता सुन्न। नेपाल त धनी देश हो रे, सबैले भन्छन्। खास कुरा के हो? बैगन हो नि त, धनी नै हो। हामीसँग हिमाल छ, नदी छ, जङ्गल छ, जडीबुटीहरू छ। यसलाई चाहिँ नि हामीले सदुपयोग गर्न, उपभोग गर्न नजानेको हो नि। नेताहरूले जान्दैनन्। अब के गर्नु? अनि हाम्रो खल्ती सधैँ खाली हुन्छ त किन हो त यस्तो? किनभने विदेशीहरू चाहिँ नि हाम्रो देशको प्रकृति हिमाल हेरेर उनीहरूले पैसा कमाउँछन्। हामी चाहिँ त्यही फोटो भिडियो हेरेर वाउ नेपाल भनेर लेख्छौँ। कहाँबाट हुन्छ? अनि नेताहरू के हेरेर बसेका छन् त? अनि के गर्दैछन् त नेताहरू? हाम्रो देशका नेताहरू त अझै देश बनाउनको लागि ठुलै प्लान बनाउँदैछन् नि। कति वर्षदेखि प्लान बनाउँदैछन् त? 30 वर्षदेखि प्लान बनाउँदैछन्। देश बनाउने काम चाहिँ अझै लोडिङ हुँदैछ। त्यसो भए अब नेपाल कहिले धनी बन्छ त? जब जनताहरू आफ्नै देशमा काम गर्न थाल्छन् अनि नेताहरू पनि ठुला ठुला भाषण होइन काम गर्न सुरु गर्छन् अनि मात्रै नेपाल बन्छ नि।